गाइस ल बनी भयो ल भ्यागुताको बनी भयो चरा उही बन कुखुरा हेर्न उतै बन कुखुरा हेर्न गाइस अर्को नि आयो ल चण्ड भाइले चाहिँ तीनटै माछा चण्ड भाइले मारे है मरेन है त्यो त एउटा हिले मर्दा उही आमै कत्रो थियो नि यार गाइस हेर्न हामी बल्छी तान्न गएको छ के उहीमा कसैको कच्चा निक्ल्यो यहाँ चाहिँ दिप्सन भाइ छ यहाँ चण्डे भाइ सो हे व्हाट्स अप गाइज वेलकम ब्याक टु माई च्यानल सबैजनालाई आज चाहिँ हामीहरू यतिजना भएर खोलामा माछा मार्न जान लागेको क्यामेराम्यान चाहिँ त खोइ सामानहरू देखाइदियो यहाँ चाहिँ गाइज बल्छी छ है देशी स्टाइलको यहाँ चाहिँ हाम्रो ब्यागमा हमरहरू छ अनि यहाँ चाहिँ बेल्चा खोला छुनेर मार्ने रे गाइज यति चारजनाले मार्न सक्छ कि सक्दैन चाहिँ त्यो थाहा छैन है आज हामीहरू खोलामा माछा पनि मार्नेछौँ अनि खोलामै नुहाउने पनि छौँ है गाइज हामी चाहिँ हामी बल्छीमा गड्योला हालेर छौँ हामी चाहिँ पोखरीमा मार्न जान लागेको गाइज त्यो मान्छेले चाहिँ मार्न दिन्छ कि दिँदैन पोखरीको मालिकले सो गाइज अहिले चाहिँ हामीहरू खेतमा हिँड्दैछौँ है आली कस्तो मजाले गाइज हेर्नु न यहाँ पुरै कुलो बगिरह यो गाउँघरमा बसेको फाइदा चाहिँ यस्तो भ्यू हेर्दै हामीहरू चाहिँ पुरै हजुर आएन उयो मल बोक्यो हाम्रो अङ्कल चाहिँ यता काममा जानु भइरहेको म चाहिँ गाइज भर्खर मल बोकेर आएको क्या अघिदेखि मल बोकिरहेको थिएँ अनि त्यहीँ मम्मीलाई सोधेर त्यहीँबाट आएको उनीहरू चाहिँ भागिसक्यो अगाडि हामीले माछा मार्ने भनेको पोखरी चाहिँ ऊ त्यहाँ त्यो उयो रुखहरूको पछाडि चाहिँ एक छोरी छ हाम्रो अङ्कल काम गर्ने हामीहरू चाहिँ लागिसक्यो त अब नजिकै छ गाइज यिनीहरूले चाहिँ मलाई प्ले बटमदेखि लिएर युट्युबमा तपाईँको पैसा कहिले आउँछ के सोधिरह पैसा आउनु चाहिँ कहिले हो 1000 सब्सक्राइबर त कटेको छैन यिनीहरू अहिलेदेखि पैसाको कुरा गरेर के भन्नु गाइज हाम्रो पोखरी चाहिँ उतैनिर छ हामी चाहिँ नजिक आइपुगिसक्यौँ अब गाइज मार्न दिन्छन् कि दिँदैन चाहिँ हेर्नुपर्छ है मार्न दियो नि हुन्छ यार गाइज यहाँ पोखरीको चाहिँ घर हो हामी सोध्नु जाँदैछौँ गाइज हामीलाई चाहिँ माछा नमार भनेर भन्नुभयो स्याड हामी दुईजना सोध्न आएको थियौँ है हुँदैन भनेर पठाइदिनुभयो अब के गर्नु अब जबरजस्ती मार्ने कुरो भएन त्यही थाहा फर्किरा अब खोलातिर जानु गाइज पोखरी त सबै सुकेर रहेछ मार्नै दिएन अरूको हो भने तिमीलाई कति हाने हुँदैन भने नि हुँदैन बाबु हुँदैन आमा चाहिँ छिटो मारिहाल्न छिटो जति आउँछ त्यति गाई सबै हार खायो है गाई सबैले हार खायो अब खोला भयो गाई खोलामा नि मार्न सक्छ कि सक्दैन आज नि खाली हात फर्किला जस्तो हामी आएको बेला चाहिँ कहिले मार्न दिँदैन यार त्यही सब निराश भएर घर जानु लाग्यो है गाइज निराश भएर ए घर रे खोला हाम्रो पूजन भाइले चाहिँ यता हेरेर माछा छ कि छैन भनेर गाइज हामी चाहिँ यहाँ आएको छौँ यहाँनिर माछा हुने सम्भावना छ अघि भर्खर यत्रो हिले देखेको थियो ऊ छ यार छ न त बुजुराहरू चाहिँ छेपछेप देखेर हिले पनि हुन त होला किनकि यहाँनिर कोही आउँदैन नि त माछा मार्नको लागि अलिक उयो ठाउँ छ पोखरी पनि छ तर यहाँ माछै छैन देखेकै छैन आधी घन्टादेखि हेरेर छौँ हामी थेट आजको दिन त्यतिकै जानुभयो ल गाइज अब चाहिँ हामी यहाँनिर मार्न आएको छौँ यहाँ चाहिँ माछा पाउँछौँ भन्ने आश लागेको छ बच्चाहरू हेर्नु न कति धेरै छ माछाको तपाईँले देख्नुभयो कि होइन ला 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 हेर्नु गाइज यसको नि यस्तो नि बल्छी अड्क्यो ला मेरो नि यस्तै भएको थियो यस्तै भएको थियो गाइज यहाँ चाहिँ हाम्रो घन हान्ने प्रक्रिया चलिरहेको है घनले हाम्रो पूजन डनले मारेर घन हानेर उही चरा उही बन कुखुरा हेर्न उतै बन कुखुरा हेर्न उयो बन कुखुरा त्यहीँनिर थियो यार उतै अलिकति तल गएको क्या त्यहीँनिर थियो ढुङ्गा अन्त है ढुङ्गा अन्त ढुङ्गा कि मान्छेले मारे के हो के ठकठक गरेर मार्छ त ल गाइज ल बनी भयो ल भ्यागुताको बनी भयो अर्को पनि भ्यागु ला उयो ला तिनवटा भ्यागुता मर्छ यार यो लिएर चाहिँ खाइदिउँ यही गाइज भ्यागुता तिनवटा भ्यागुताको रेस्ट इन पिस भयो है गाइज
सरी हामी जस्तै पौडिरहेको सरी माछा बाबु ए भ्यागुदा बाबु अब के हो अब यस्तै हो अब माछा भनेर हानेको त फ्याट्का फ्याट 4वटा भ्यागुदा मरिसक्यो यार ओ उदी माछा हिँड्थ्यो त्यो माछा के गु होइन गु रहेछ यार हेर्नु न गाइज थे 4वटा भ्यागुदा मरिसक्यो यतिखेर 4वटा माछा मरे भए चाहिँ गाइज माछा हन्टिङ होइन भ्यागुदा हन्टिङ भएर है गाइज फिस हन्टिङ होइन भ्यागुदा गाइज आज माछा भन्ने चाहिँ मलाई आश लागेन किनभने सुरुवातमा हामीले 4वटा भ्यागुदा चाहिँ मरिदिरहेको माछा भनेर हानेको अब अगति लागिहाल्यो नि अब आज माछा मार्दैन भन्ने कुरा थाहा भइसक्यो हान्छ हान्छ यता पनि पल्टाउने वाला छ सर्व ल निक्लियो हिले कता खोइ उही ल फिस उद्या गयो तल गयो एउटा हिले रहेछ नि नम्बर हान्नु पर्छ क्या अन्त अलिक ल मरे कि मरेन है आज त एउटा हिले मर्त उही आमै कत्रो थियो नि यार थुक्का यता पछाडितिर लुक्यो होला हान्दा दुइटा हिले मिस भयो यार ल है अलिक चाँडैतिर हान्दा ढिङ त उयो यसमा चाहिँ हुनसक्छ यसमा हेर्दा ओड जस्तो हेर्न यहाँ त्यो त कत्रो ठुलो थियो यार गाइज हाम्रो बल्छी चाहिँ ब्यागमै अड्केको त्यो निकाल्न आधी घन्टादेखि प्रयास गरिरहेछ निकाल्न सकेन अनि यता चाहिँ हेर्नु न गाइज खतरा पोखरी भेटिसकेको छ यहीँबाट मान्यो अघि चाहिँ गाइज मेरो मोबाइल चाहिँ ओभर हिट भएर अघि भिडियो चल्दा नै बन्द भएको रहेछ मैले त थाहा नै पाएन क्या पछि थाहा पाएँ अहिले शीतलमा राखेर बल्ल खोल्यो स्विच खतरा छ यहाँ माछा चाहिँ अब माछा त हुनुपर्ने हो जङ्गली पोखरी हो यहाँ अब माछा त छ तर यहाँ निकाल्न चाहिँ सकेन मुखमा उनला नि डोरी चुटाम के भएको भए हुन्थ्यो नि यार त्यही गाइज पनौती लाग्यो हामीलाई त्यही माछा मार्नको लागि पोखरी नि भेट्यो सबै रेडी छ तर यहाँनिर चाहिँ बल्छी नै निक्लेन यहाँ चाहिँ हामी फर्स्ट टाइम ल बल्छी हान्न गइरहेको छौँ अब हेरमै पहिलोचोटिमा निक्लिन्छ कि निक्लिँदैन हामी आज 1 घन्टा भइसक्यो गाइज घरबाट हिँडेको चाहिँ ल बल्छी अब बल्छी हानेको भयो कि भएन हामीले हानेको चाहिँ तर के छैन आउँछ कि आउँदैन हेरमै गाइज हेर्नु हामी बल्छी तान्न गएको छ के उयोमा उयो के हो हेर के हो भित्र के हो सुन चाँदी निक्लेर लास्टमा खजाना अन्त गाइस कस्तो खतरा परेको माछा मैले चाहिँ के किन निक्ल्यो नाग निस्क्यो रे गाइस यसको चाहिँ नाग नाग चिया चाहिँ हामीले माछा पाएन 5 चोटि जति हाल्यो 1 चोटि नि परेन माछा देख्दै देख्न क्या अब हामी चाहिँ उहाँ अर्को नि छ त्यहीँ जानेवाला छौँ है गाइस यहाँ चाहिँ अर्को पोखरी छ यहाँ चाहिँ माछा पाउला भन्ने आश छ है सबैमा मैले भनेको चाहिँ यही हो पाउँदैन भन्नु पऱ्यो क्या मैले पाउँदैन भन्यो भने चाहिँ पर्छ कि यहाँ चाहिँ कालो पानी छ त यार हाम्रो खतरा गएर लडाइ केटा राम्रो यो पोखरीमा पहिलोचोटि गएर हामी हान्न त्यही भएर मलाई आउनु मन लाग्यो क्या चण्डी अलिकति माछा नपर्ने बित्तिकै नहुनु खै जा त अलिकति माछा नपर्ने नहुन जाने नै यो जाने त्यही भएर मलाई आउनु मन लाग्दैन गाइज उनीहरू क्या कालो पानी छ यार अब त्यहाँ खतरा गएर नि त्यहाँ नाग भित्र नाग बस्नु रहेको लास्टमा त्यहाँ खाली हात फर्केमा हामी फर्क्यौँ घर भन्दाखेरि खोलामा अब खाली हात मेरो भाग्यमा माछा मार्ने रहेछ क्या म अहिलेसम्म 5-6 चोटि आइसक्यो एकचोटि माछा मारेर लगाएको छैन गाइज हामीले यति चाहिँ जसरी भयो नि थुने खाम अब यहाँनिर चाहिँ माछा ठर्न छ टर्ने सानो भयो नि छ अब त्यही मारेर जानेछौँ खाली हात जानुभन्दा त यहाँ केटाहरू चाहिँ पानी फाल्न उयो गरेर खान पानी फालेर खान हामी चाहिँ यति चाहिँ गऱ्यो है सुकिहाल्छ नि यता हेर्न सुकिसक्यो गाइज हाम्रो बोनी चाहिँ भइसकेको छ यता
अब जे होइन बोनी हो अब राख्नु परिहाल्यो गाइज अर्को नि आयो ल चण्ड भाइले चाहिँ तिनटै माछा चण्ड भाइले मारे है बोनी हेर्न सक्नुहुन्छ यो चण्ड भाइले मारे यो सबै माछा चाहिँ चण्ड भाइले ल अब चण्ड भाइले मारेर है ल अर्को नि आयो पूजन भाइले नि सुरु गर्यो ओ यसरी मार्दै केटा यसरी अलिकति भयो नि लानु पर्यो यसरी नै ल बनाऊ गाइज यत्रो बेरको मेहनत पछि जम्मा 8वटा माछा मऱ्यो है खुसीको कुरा 8वटा माछा मात्रै मऱ्यो यहाँ चाहिँ माछा हेर्नु यस्तो डेन्जर माछा यहाँ चाहिँ तर यहाँ मार्नै सक्दैन क्या हेर्नु न माछा पुरै तपाईँहरूले क्यामेरामा देख्नुहुन्छ कि हुँदैन पुरै माछा क्या बब्बाल यहाँ चाहिँ पूजन भाइ यतै मारेर मार्न सक्दैन कि यता सो गाइज माछा चाहिँ हामीले धेरै मार्न सकेन है कत्रो कत्रो मारे है राम्रो राम्रो बेल्छ गाइज अब यो माछा नमारेको दुःख मेटाउन चाहिँ हामीहरू चाहिँ अब एकछिन नुहाउन जानेवाला छौँ धेरै बेर नुहाउँदैन एकछिन अब के गर्नु गाइज गर्मी छ माछा मार्न सकेन एउटा यत्रो ठुलो माछा मारेको गाइज यिनीहरू यो नाङ्गेर यसले यिनीहरू दुइटाले के अरे यिनीहरूले कता बोल्ने यिनीहरूले फुत्कायो क्या माछा मारेर राखेको कहाँ झारे यिनीहरूले छेट गाइज मलाई नुहाउन त मन लागेको थिएन यिनीहरूले जिद्दी गरेर म घर जाने भन्यो अब यिनीहरूले एक्लै अब खोलामा छोड्न भएन यता होइन कि अलि तलबाट क्या यहाँबाट अलि माथिकोमा पुग्छ फेरि अहिले ऊ त्यो घाइ चढ्नुपर्छ फेरि ऊ त्यो ठ्याक्क म चाहिँ गाई त्यहाँनिर 5-6 चोटि गइसक्यो है तपाईँहरूलाई चाहिँ यो लोकेसन तपाईँहरू पनि आउन सक्नुहुन्छ यदि तपाईँहरू बर्दिवास गौरी डाँडा बाटो कतै बस्नुहुन्छ भने ऊ त हाम्रो गाउँ है अनि ऊ त्यो चाहिँ ऊ त्यो टावर देख्नु भएको नि त्यहाँबाट चाहिँ गौरी डाँडा बर्दिवासको मान्छेहरू आउन मिल्छ त्यो त्यहाँबाट ओह्रालो झरेर ठ्याक्क आउने अनि यस्तो जालीलाको ड्यामहरू जस्तो छ नि यो ड्यामहरूमा चाहिँ चढ्नुपर्छ ठ्याक्क अपोजिट पछि 3टा त्यहाँबाट बिचकोमा चाहिँ नुहाउन मिल्छ देख्न सक्नुहुन्छ यो चाहिँ पहिलो भयो ऊ चाहिँ सेकेन्ड छ अनि अर्को चाहिँ उता बिचकोमा चाहिँ नुहाउन मिल्छ क्या बिचको चाहिँ होइन यताबाट जाउँ न यहाँनिर माछा त होला है यो हात चाहिँ राम्रो छैन ऊ त्यो चाहिँ खतरा खाएको बिचको चाहिँ गाई देख्न सक्नुहुन्छ यहाँनिर बब्बाल छ है गहिरो पनि धेरै छैन क्या तपाईँहरू अब ठिक्क खेल्न आउँदैन छ भने चाहिँ आउन सक्नुहुन्छ हेर्नु न ओए ल गइसक्यो त्यो केटाहरू आम्बो ओए हेर्नु न गाई चाहिँ पानी पनि बब्बाल छ है आम्बो गहिरो पनि छैन भुराहरू ठ्याक्क कम्बर आउँछ हेर्नु आमा जलपरा यहाँ चाहिँ दिप्सन भाइ छ यहाँ चण्डे भाइ यहाँ चाहिँ हाम्रो केटाहरू सो गाइज हामीले चाहिँ हार खाएर घर जान लागेको थियो तर हामीले यहाँनिर ठाउँ भेट्यो होइन यहाँ हामीले माछा चाहिँ टन्नै मारिसक्यो माछा चाहिँ अलिक टन्नै भइसक्यो धेरै त भएन तर जे भयो नि अघिको भन्दा चाहिँ टन्नै भयो क्या यता देख्न सक्नुहुन्छ अझै मार्ने हो यहाँ टाइम पनि धेरै नै भइसक्यो अब यो यति मारेर सकाएर मात्रै जाने हो हेर्दै गर्न न कति मार्छ लास्टमा सो गाइज हाम्रो माछा चाहिँ के यति भएको छ अब चाहिँ हामी योभन्दा धेरै मार्दैनौँ गाइज अब चाहिँ घर जानु लाग्यो सो गाइज आजको लागि चाहिँ यति नै हाम्रो यो भिडियो राम्रो लाग्यो भने चाहिँ च्यानललाई सब्सक्राइब गरेर फलो गरेर मात्रै जानु होला बाई बाई